कस्तो भ्रामक समाचार बालेन विरुद्ध इन्डियामा अहिले छ्यापछ्याप्ती आउन थालेछ। सुन्नुहोस् है, इन्डिया किन बालेन विरुद्ध लाग्यो? इन्डिया कहिले चाहिँ नेपालको पक्षमा थियो? आजसम्म कहिले थियो? कहिले पनि थिएन। ऊ जहिले पनि ऊ आफू 400 वर्ष गुलाम भएको देश होइन, 900 वर्ष गुलाम भएको। पहिले मुगलले बनाए, पछि तपाईँको इस्ट इन्डिया कम्पनीले बनाए होइन, बेलायतले बनाए, वा तपाईँको पोर्चुगलले बनाए होइन। सुन्नुहोस् है, म भन्दैछु, ऊ आफू गुलाम भएको र उसले नेपाल र दक्षिण एसियामा सबै देशहरूलाई त्यस्तै खालको एउटा हुन्छ नि छत्र छायामा राख्न चाहन्छ। नेपाल बस्न चाहेन, बालेन शाह बस्न चाहेन, ठाडो चुनौती दिए र स्वयं इन्डियामै नरेन्द्र मोदीभन्दा बढी चर्चा बालेन शाहको हुन थाल्यो। अब त्यो कसैलाई पच्छ? यस्तो कुरा पच्छ? हरेक इन्डियन जागरुक युवाहरूले शासक हुनु त बालेन शाह जस्तो हुनु भनेर नरेन्द्र मोदीलाई इन्डियन च्यानलमा तपाईँको हुन्छ नि चेतावनी दिँदै त्यहाँ ककरोच आन्दोलनसम्म सुरु भयो। अर्को विजय थलापतिले तपाईँको अर्को मुख्यमन्त्री पद खाइदिए। सुन्नुहोस् है, क्रान्ति मार्फत त्यो सबै तपाईँको प्रभाव चाहिँ बालेन शाहको क्रान्तिपछिको प्रभाव हो। अब यो बालेन शाह रहिरहेको खण्डमा इन्डियामै म सत्तामा सधैँ नरहन सक्छु, अर्को क्रान्ति हुनसक्छ, वा आउने चुनावमा म बढाएर जान सक्छु र युवाहरूको तपाईँको शासन हुनसक्छ भनेर नेपाल सबैभन्दा पहिले बालेन शाह सकाउन भनेर यो मलाई निर्ममताको साथ मैले भन्नुपर्छ, इतिहासमा पहिलोपटक कुनै सभापतिलाई, कुनै पार्टी अध्यक्षलाई इन्डियन गभर्मेन्टले त्यति भ्यालु दिएर रविलाई बिगार्न खोज्यो हेर्नुहोस्। तर उसले इन्डियाबाट आइसकेपछि म बालेन शाहसँग छु भनेर एउटा जनताको विश्वासलाई कायम राखेँ र त्यो भइसकेपछि कतैबाट पनि यिनीहरूको मित्रता फोड्न नसकेपछि अहिले इन्डियन मिडिया प्रयोग गरेर, मोदी मिडिया भन्छ क्या त्यसलाई, प्रयोग गरेर बालेन शाह विरुद्ध कसरी ढल्छ बालेन सरकार? 182 सिट छ, विपक्षीले अविश्वासको प्रस्ताव राख्न सक्दैन, अनि पार्टी फुट्ने सम्भावना छैन भनेर सबै नेताहरूले भनिरहेछन्। अब बालेन सरकार ढाल्ने कसले त? अनि दुष्प्रचार हो नि। सुन्नु न, तपाईँ एउटा कुरो के बुझ्नु भने इन्डियाले जहिले बालेनको समर्थन गर्न थाल्छ नि, बुझ्नुहोस् यो लाइन ठिक छैन। भनेको जेनजी आन्दोलन नेपालमा जसरी जेनजी आन्दोलन भयो त्यस्तै आन्दोलन भारतमा हुनसक्छ, त्यस्तैकै प्रभावले त्यहाँ पनि ठुलो विद्रोह हुनसक्छ भनेर आत्तिएको भारत हो त। ककरोच आन्दोलनबाट आत्तिएको थिएन त? जस्तै ककरोच आन्दोलन अहिले पनि भइरहेको छ। त्यहाँ अहिले त्यहाँको एक अभियन्ता सोनाम वाङचुक भन्ने आमरण अनसनमा छन्। यसबारे तपाईँको धारणा के हो? त्यो किन? मैले यो बारेमा अनभिज्ञ छु। अहिले म नेपाल देशभित्रै फोकसमा छु। उनीहरू नेपाल विरुद्ध लागेको खण्डमा हाम्रो नजर पर्छ। जस्तै इन्डियन मिडिया लाग्यो नि त, नेपाल र नेपालको गभर्मेन्ट विरुद्ध लागिसकेपछि हामीले यस विषयमा खण्डन गऱ्यौँ। अब उताको आन्दोलनको विषयमा पहिले जस्तो बिपी कोइराला गएर इन्डियामा गएर बुरुबुरु उफ्रे जस्तो चाहिँ हामीले अब गर्नु छैन। अहिले हामी हाम्रै देशको बारेमा सोचौँ। यो देश विरुद्ध हुने षड्यन्त्र विरुद्ध चाहिँ हामी लाग्नुपर्छ। लगालग 36 घण्टासम्म नसुतेको डक्टरहरूले अपरेसन गराउँदाखेरि के उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्छ त? के त्यस्तो रातभरि अनिदो रहेको डक्टर जो चाहिँ एउटा मादक पदार्थ सेवन गरेको व्यक्ति सरह हुन जान्छ, के उसले स्वास्थ्य सेवा दिँदाखेरि के तलमाथि भएमा, बिरामीको स्वास्थ्यमाथि तलमाथि भएमा त्यसको जिम्मेवार चाहिँ को? त्यसको जिम्मेवार राज्य हुनुपर्छ कि पर्दैन? अस्पतालहरू हुनुपर्छन् कि पर्दैनन्? र केवल डक्टरलाई मात्र जिम्मेवारी थोपेर हुन्छ कि हुँदैन? र हामीले पनि 12 घण्टाभन्दा बढी काम गर्न नपरोस् र हामीलाई हप्तामा 2 दिन पनि बिदा चाहिँदैन, 1 दिन मात्र बिदा भए पनि हुन्छ भनेर चाहिँ हामीले माग गरेका हौँ। र हामीले चाहिँ सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 29 गते सम्माननीयज्यूको स्वास्थ्य सल्लाहकारलाई नै भेटेर प्रमाणसहित नेपालको टिचिङ वीर सहितका निजी र सरकारी शिक्षण अस्पतालहरूमा चाहिँ हाम्रो श्रम शोषण भइरहेको छ भनेर ड्युटी रोस्टरको प्रमाणसहित हामीले उजुरी दियौँ। तर आज 2 महिना बितिसक्दाखेरि पनि हाम्रो चाहिँ सुनवाई भएको छैन। हामीले करिब 1 महिनादेखि हामी यस माइतीघर मण्डलमा हामी आन्दोलनरत नै छौँ र हामीले मागेको कुरा पनि केही ठुलो होइन। हामीले मात्र भनेका छौँ हामी 12 घण्टाभन्दा बढी दिनमा काम नलगाइयोस् हामीलाई, र हप्तामा चाहिँ 1 दिन मात्र बिदा भए पनि हामीलाई दिइयोस्। हाम्रो माग एकदमै साधारण छ, तर राज्यले 2 महिना बितिसक्दाखेरि पनि हाम्रो मागलाई चाहिँ सम्बोधन गरेको छैन। हामीले योभन्दा पहिला चाहिँ यो कुरा किन नउठाएको भन्ने प्रश्न उठ्दाखेरि चाहिँ हामीले विगतका सरकारहरूको पालामा चाहिँ धेरै आश गरेका थिएनौँ। हामीले विदेश पलायन हुनुभन्दा ठुलो हाम्रो विकल्प थिएन होला, तर हामीले अहिलेको सरकार युवा सरकारसँग चाहिँ हामीले आश पनि गरेको कारणले गर्दा हामी चाहिँ बारम्बार यसरी माइतीघर मण्डलमा चाहिँ हामी उपस्थित पनि भइरहेका छौँ। आजको दिनमा पनि यदि तपाईँले शिक्षण अस्पतालहरू हेर्नुहुन्छ, वीर टिचिङ हेर्नुहुन्छ भने आज बिदाको दिन होस् वा अरू जुनसुकै दिन रातिको 2 बजेदेखि लिएर दिउँसोको 2 बजे पनि तपाईँले अस्पतालहरूमा चाहिँ प्रशिक्षार्थी चिकित्सक भेट्नुहुन्छ, रेजिडेन्ट डक्टर, इन्टर्न डक्टरहरू भेट्नुहुन्छ, जसले चाहिँ स्वास्थ्य सेवा धानिरहेका छन् होइन। एकातिर सरकारले चाहिँ
सांसददेखि लिएर मन्त्रीहरूको लागि स्वकीय सचिव बढाउनेदेखि लिएर उनीहरूको तलब सुविधा बढाउने कुराहरूमा ध्यान दिएको छ भने अर्कोतिर चाहिँ नेपालको स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्य कर्मीको दरबन्दीहरू 2048 सालदेखि संशोधन भएका छैनन्। यसले गर्दाखेरि पनि हामीले चाहिँ श्रम शोषण भोगिरहनु परेको छ। आज प्रत्येक बिरामीको कम्प्लेन के छ भन्दाखेरि डाक्टरहरू नर्सहरू हामीसँग हाँसेर बोल्नु हुँदैन हैन, हामीले चाहिँ राम्रो स्वास्थ्य सेवा पाएनौँ भन्ने छ। तर रातभरि नसुतेको 24 घण्टादेखि लिएर 36 घण्टासम्म नसुतेको डाक्टरहरूले कसरी हाँसेर र कसरी राम्रोसँग सेवा दिने हैन। कतिपय बिरामीहरूले के भन्नुहुन्छ भन्दाखेरि 2 बजेतिर अस्पताल जाँदाखेरि चाहिँ डाक्टर भेटिनुहुन्न भनेर भन्नुहुन्छ। तर त्यो 2 बजे अस्पताल जाँदाखेरि नभेटिने डाक्टर र युवा र प्रशिक्षार्थी चिकित्सक भनेको फरक हो। 2 बजे यदि कोही डाक्टर भेटिँदैन अस्पतालमा, ऊ कार्यालय समयमा भेटिँदैन भने उसलाई कारबाही हुनुपर्छ। हामीले त्यस्तो कारबाही हुनु पर्दैन भनेर भनेका होइनौँ। तर प्रशिक्षार्थी चिकित्सक जसले चाहिँ 36 घण्टासम्मको ड्युटी गर्नुपर्छ, जसले चाहिँ हप्तामा 1 दिन पनि बिदा पाउँदैन, अझ सुत्केरी अवस्थामा त महिला प्रशिक्षार्थी चिकित्सकलाई जुन अरू कर्मचारीहरूले पाउने 3 महिनाको बिदा छ, प्रसुति बिदा छ, त्यो पनि उपलब्ध गराइँदैन। यस्तो अवस्थाको चाहिँ अन्त्य होस् भनेर चाहिँ हामीले मागेका हौँ। हामीले केही पनि ठुलो मागेका होइनौँ। 12 घण्टाभन्दा बढी हामीलाई काममा नलगाइयोस्, हप्तामा 1 दिन बिदा दिइयोस्। यदि कुनै प्रशिक्षार्थी चिकित्सक सुत्केरी हुनुहुन्छ भने उहाँलाई 3 महिना जुन अन्यलाई उपलब्ध गराइए सरह बिदा छ त्यो उपलब्ध गराइयोस् भन्ने मात्र हाम्रो माग हो। र यो श्रम शोषण अन्त्य नभएमा जस्तै अहिले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको भन्दा विदेश पलायन हुने चिकित्सकको सङ्ख्या चाहिँ बढेर गएको छ हैन। यो वर्षदेखि चाहिँ नेपालको पब्लिक हेल्थमा ठुलो क्राइसिस आउने चाहिँ निश्चित भएको छ, किनकि देशमा दर्ता हुने चिकित्सक भन्दा विदेश पलायन हुने चिकित्सकको सङ्ख्या बढ्नु भनेको चाहिँ ठुलो क्राइसिस हो। यो अन्त्य गर्नको लागि नयाँ चिकित्सक थप्ने वा MBBSको सिट थप्ने भन्दा पनि भएकै चिकित्सकहरूको श्रम शोषण अन्त्य होस्, हाम्रो माग यति हो। धन्यवाद। राष्ट्रपति सरकारमा छ भने एमाले काङ्ग्रेस माओवादी जस्ता हिजोका पार्टी प्रतिपक्षहरू चाहिँ अहिले सडक सदनमा पनि उनीहरूले नै त्यही पार्टीको राष्ट्रपा पार्टीको खेदो खन्ने, सडकमा बसेर पनि खेदो खन्ने हैन। अब त सांसदहरू पनि राष्ट्रपतिकै पछि लागिरहेका छन् र सडकमा झोलीहरू पनि राष्ट्रपतिकै पछि लागेका छन्। अब यसमा चाहिँ के हुन्छ भने उनीहरूले आफ्नो कमाइ खाने बाटो, राजनीतिक भनेको त नेताहरूको कमाइ खाने बाटो र कमाइ खाने बाटो बन्द भइसकेपछि उनीहरू बौलाउन थालेका छन्। बौलाउन थालेको अलिकति गतिविधि देखिरहेको छ, उनीहरूको अभिव्यक्ति सुनिरहेको छ हैन। अब यो क्रममा हामीले सर्वसाधारणले कसरी बुझ्छौँ भने हिजो पनि एमाले र काङ्ग्रेसलाई माओवादीले देखिन सक्ने, माओवादीले एमाले देखिन सक्ने, अनि फेरि यदि कुनै पार्टी आफूभन्दा बलियो भएर आयो भने फेरि गठबन्धन गर्ने, अनि गठबन्धनको सरकार कहिले एकले विरोध गर्ने, कहिले उसलाई विरोध गर्ने, कहिले गठबन्धन गर्ने, यसरी उनीहरू सरकार चलाइरहेका थिए। अहिले फेरि पछिल्लो समयमा पनि नयाँ सरकार, यत्रो आन्दोलनपछि द्वन्द्वपछि नयाँ सरकार आयो, फेरि पनि त्यही लुछाछुडी तानातान र यो सरकार ढाल्न पाएँ म यो सरकारमा जान्थेँ भनेर फेरि पनि त्यही प्रविधि हामीले संसद भवनमा देखिरहेका छौँ, बाटोमा देखिरहेका छौँ। तपाईँहरूको चर्तिकालाले हामीलाई वाक्क ब्याक्क दिक्क भइसकेको छ, नौटङ्कीले दिक्क भइसकेको छ। हिजोका पुराना पार्टीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूको हिजोको राजनीतिक खेल्दाखेरि तपाईँहरूले जोसँग भोट माग्नु भएको थियो उनीहरूको मासु र चिउरामा बिक्ने हो जनता हो। तर आज हामीले भोट दिँदाखेरि मासु र चिउरासँग होइन क्या, हामीले 100औँचोटि सोच्छौँ कसलाई भोट दिने भनेर, 100औँचोटि सोच्छौँ के अरे कसलाई भोट दिँदा राम्रो हुन्छ भनेर। भन्नु मतलब हिजोको जनता र आजको जनता फरक छ भने तपाईँहरूको एउटै विचार लिएर, एउटै भाषण लिएर, एउटै घमण्ड लिएर अझै पनि हामी नै छौँ है भन्नुहुन्छ भने तपाईँहरूलाई हामीले पत्याउनेवाला छैनौँ है, तपाईँहरूलाई पत्याउनेवाला छैनौँ। त्यसैले म तपाईँलाई के सुझाव दिन चाहन्छु भने अझै पनि हिजोकै जस्तो राजनीतिक, हिजोको जस्तै भाषणले जनता पट्टिन्छन्, जनता हाम्रो लैलैमा आउँछन् भनेर योतिर नजानु होला। यदि मैले चाहेँ भने अब यो सरकारलाई भनौँ न, हामीले चाह्यौँ भने अबको सरकारलाई ढलाउन पनि सक्छौँ र यो सरकारलाई हामीले अझै 5 वर्ष लान पनि सक्छौँ। अब जस्तै 5 वर्ष लानको यदि मैले चाहेँ भने यो सरकारलाई ढलाउन चाहेँ या यो सरकारको कमी कमजोरीलाई मैले उचालेर अगाडि बढाउन चाहेँ भने मैले कस्ता विषयवस्तु उठाउन सक्छु। हिजो रासपाको प्रतिनिधित्व भएर आउँदै गर्दा, पार्टीमा आउँदै गर्दा रवि लामछानेले भन्नुभएको थियो हामीलाई केवल 100 दिन दिनुहोस्, 100 दिनमा हामी यस्तो गर्छौँ उस्तो गर्छौँ भनेर उहाँका धेरै 100औँ बुदाहरू देखेका थिए। प्रधानमन्त्री बालेन शाहले हिजो भन्नुभएको थियो स्वास्थ्य फ्री गर्छौँ, शिक्षा फ्री गर्छौँ भन्नुभएको थियो हैन। अनि फेरि पछिल्लो समयमा चर्चित जस्ता बाटोमा हिँडेका चर्चित अभिव्यक्ति दिने अनुहारहरूलाई चुनावमा उठाउनु भएको थियो। अब यो कुरालाई यदि मैले नेगेटिभ तरिकाले हेर्ने हो भने म सक्छु। कसरी रवि लामछानेले यत्रा भाषण गर्नुभएको थियो, तपाईँको भाषण र व्यवहार खोइ यो प्रश्न गर्ने अधिकार हामीलाई छ है। बालेन शाहले स्वास्थ्य शिक्षा फ्री भनिरहँदाखेरि स्वास्थ्य र शिक्षामा 3% भ्याट लागिरहेको छ, कर तिर्नु परेको छ, फ्री कहाँ छ खोइ भन्न सकिन्छ। र हिजो निर्वाचनमा उठ्ने बेलामा तपाईँहरूले बहुमत ल्याउनु भयो, बहुमत ठुलो कुरा होइन, बहुमत कसरी ल्याउनु भयो भने ठुलो कुरा हो। बाटोमा पिसा फेऱ्यो है यसले भनेर भिडियो बनाएको भाइरलको भरमा सांसद
होइन एउटा बच्चा मरेको छ बच्चाको आमाले हरेक पटक आज के गर्छ त्यो हामीलाई न्याय खोइ भनिरहनु भएको छ केवल न्यायको मात्र कुरा उठाइरहनु भएको छ उहाँले वास्तवमा म संसद हो मैले उठाउने विषयवस्तु के हो मेरो अरू पनि जिम्मेवारी छ भन्ने कुरा भुल्नु भएको छ भनेपछि एउटा कसरी चाहिँ हामीले भ्युज कमाउन सकिन्छ कसरी चाहिँ हामीले बहुमत ल्याउन सकिन्छ भनेर ती अनुहारलाई एउटा पीडितको आमालाई पनि संसद बनाइदिनु भएको छ अझै 2-4 नमुनाहरू छन् नमुनाहरू संसद भवनमा अब सभामुखलाई के भन्दै अभिव्यक्ति दिँदै कहिले के भन्दै हँसाइरहेछन् क्या भने मतलब नमुनाहरू लिएर आइरहेछन् अब यो नमुनाहरू लिएर आयो भन्ने रवि लाम्छाले हिजो गरेको भाषण गरेन भन्ने अनि फेरि गएर अब रवि के अरे बालेनले स्वास्थ्य शिक्षा भन्थ्यो गरेन भन्ने भने यतातिर लाग्यो भने उनीहरूले नगरेको काममा खोतल्न लाग्यो भने सरकारलाई हामीले कमजोर बनाउन सक्छौँ तर यसलाई फेरि प्लस पोइन्ट बनाएर हेर्ने हो भने रविले घोक्रो सुकाइ नचिच्चाए के गर्थे जनताले चिच्चाएकै भरमा त उनीहरूको के अरे दिमागमा अलिकति घन्टी बज्ने खाले जनता छन् जनताले कि त चिच्चाउनुपर्छ कि त पैसा दिनुपर्छ कि त चलेको अनुहार हुनुपर्छ अनि जनता जस्तो छन् त्यस्तै खेले आयो रविले वास्तवमा घाँटी सुकाइ भाषण गर्नु भनेको जनतालाई पट्याउनु भएको हो त्यो गर्नुपर्ने नै कारण थियो अनि अर्को बालेन शाहले यो फ्री गर्ने त्यो फ्री गर्ने त्यो गर्नै पर्ने थियो किनकि हामी वाक्क ब्याक्क दिक्क भएको थियौँ हामीले पैसा हामीसँग रोजगार नभएको आर्थिक अवस्था कमजोर भएको अनि हामी वाक्क ब्याक्क दिक्क थियौँ र बालेन शाहले भनेको कुरा पत्याउनु पर्ने थियो र अर्को बहुमत ल्याउनको लागि जरुरी थियो क्या जस्तो सुकै अनुहार उठाए पनि बहुमत ल्याउनु जरुरी थियो यदि बहुमत नल्याइकन हामीले जस्तो के अरे नल्याइएको भए त्यही एमाले त्यही काङ्ग्रेस त्यही माओवादी पार्टीमा आउँथे फेरि सरकार हिजोकै जस्तो बन्थ्यो अनि त्यत्रो 76-75 जना मान्छे मरेको के अर्थ